यार हाम्रो जीवन यसरी बर्बाद भएर सकिँदैछ। अहिले हाम्रो गाउँ समाजमा एकदमै ठुलो चलन बनेको छ। सहरमा बसेर धेरै मानिसहरूले राम्रो अवसर, शिक्षा, रोजगार र आधुनिक जीवनशैलीको आशा गर्छन्, जसले गर्दा उनीहरू गाउँको स्थिरता र जरा छोडेर सहर पस्न बाध्य छन्। तर जब हामी गाउँ छोड्छौँ, हामीले आफ्नो जरा र संस्कृति, समुदायसँगको गहिरो सम्बन्ध र खुसी पनि गुमाउँछौँ। आउनुहोस् एउटा जीवनको सुरुवातदेखि अन्त्यसम्मको कुरा गरौँ। एउटा मान्छे जन्मिएर हुर्कँदै गर्दा समाजको वातावरण, शिक्षा, परिवारको भावना र सामाजिक दबावमा फस्दै जान्छ अनि आफ्नो वास्तविक चाहना, खुसी र स्वाधीनता भन्ने कुरा भुल्दछ। यो जीवनको एउटा गहिरो चक्र हो र हरेक चरणमा हामी समाजले दिएको परिभाषित दबावहरूभित्रै फस्छौँ। जब हामी बाल्यकालमा हुन्छौँ, हामीलाई स्वतन्त्रताको अर्थ नै थाहा हुन्न। हाम्रा अभिभावक, शिक्षक र समाजले एउटा ढाँचा बनाइदिन्छन्। किशोर अवस्थादेखि हामीलाई धन, प्रसिद्धि र सामाजिक स्थानका लागि दौडन सिकाइन्छ अनि हामी पनि त्यसैलाई जीवनको सफलता मान्ने बानी बसाल्छौँ। त्यसपछि मानिस किशोर अवस्थामा प्रवेश हुन नपाउँदै धन सम्पत्तिका लागि दौडिन थाल्छ। जस्तै मेहनत, मजदुरी, जागिर या व्यवसायमा हामीले आफूलाई व्यस्त बनाउन थाल्छौँ। त्यसपछि समाजले कोरिदिएको ढाँचा अनुसार पारिवारिक दायित्व पुरा गरेर पनि सहरमा जग्गा जमिन जोड्नका लागि पैसा बचत गर्नुपर्ने हुन्छ। अब उसले 10 वर्ष कडा मेहनत र परिश्रम गर्यो भने केही पैसा बचत गर्न सक्छ, तर त्यो पैसा सहरको जग्गा जमिन किन्न काफी हुँदैन। त्यसपछि चर्को ब्याजमा बैंकबाट वा आफन्तबाट ऋण लिएर सहरको कुनै कुनामा थोरै यानि कि लगभग 4 आना जग्गा किन्न सफल हुन्छ। अब त्यो ऋण चुक्ता गर्न उसले अर्को 10 वर्ष मेहनत गर्नुपर्छ, यानि कि उसको जीवनको 20 वर्ष यसै खेर गइसक्यो। यदि उसले 20 वर्षको उमेरबाट मेहनत गर्न थालेको थियो भने एउटा जग्गाको बोझ उतार्दा उतार्दै उसको जीवन लगभग 40 वर्ष पुगिसकेको हुन्छ। उसको उद्देश्य 4 आना जग्गा किन्नु मात्र होइन, उसको उद्देश्य त त्यो जग्गामा घर बनाउनु हो। अब अर्को 10 वर्ष कडा मेहनत र परिश्रम गरेपछि लगभग केही पैसा बचत गर्न सक्छ। अझै त्यो पैसा घर बनाउन काफी हुँदैन र फेरि ऋण लिएर घर बनाउन त सक्ला, तर उसँग फेरि अर्को 10 वर्षको लागि बोझ थपिएको हुन्छ। अब त्यो अर्को 10 वर्ष मेहनत गरेर बोझ उतार्दा उतार्दै उसको उमेरले लगभग 60 टेकिसकेको हुन्छ। अब उसले एउटा कङ्क्रिटको बलियो घर त बनाउन सक्ला, तर आफू कमजोर भइसकेको हुन्छ। उसको शरीरमा बल, तागत, शक्ति कम भइसकेको हुन्छ। कपाल झरेर तालु खुइलिसकेको हुन्छ। उसको जीवन डाँडामाथिको अस्ताउन लागेको घाम जस्तै भइसकेको हुन्छ। याद रहोस्, यसरी बर्बाद भएर सकिन्छ एउटा मान्छेको जिन्दगी। समाज, परिवार, गुरु, पाठशाला कसैले पनि सिकाउँदैन जीवनको साँचो आनन्दहरू, जस्तै सम्बन्ध, समय, खुसी र आफैप्रति लगाव। आजसम्म कसैले पनि भनेको सुनिएन, अनावश्यक चाहना राखेर किन धन सम्पत्तिको लागि मरिहत्ते गर्छौ। कसैले पनि भनेको सुनिएन, गाउँमा आफ्नो जग्गा जमिन हुँदाहुँदै सहरको एक टुक्रा जमिनको लागि किन मरिहत्ते गर्छौ। मान्छे भन्छन् कङ्क्रिटको घर दह्रो हुन्छ, 200 वर्ष टिक्छ। अरे भाइ, तिम्रो जिन्दगी 100 वर्ष त टिक्दैन, 200 वर्ष टिक्ने घर बनाएर के गर्छौ। समाज र परिवारले अन्धो भएर बनाएको एउटा परिभाषा हो। यदि तिमी राम्रो बन्न चाहन्छौ भने धन सम्पत्ति कमाऊ, अनि समाजमा सम्मानजनक जिन्दगी चाहन्छौ भने सहरमा जग्गा जमिन र घर बनाऊ। अनि व्यवसाय चलाउन बनाइएका टेलिभिजन र होर्डिङ बोर्डमा देखाइने विज्ञापनहरूले पनि जिन्दगीलाई असर पारिरहेको छ। रड, सिमेन्ट, कङ्क्रिटको घर बनाउनुहोस्, 200 वर्ष केही हुँदैन। अरे 200 वर्ष केही पनि हुँदैन त के, मान्छेको जिन्दगी पनि 200 वर्ष टिक्छ त। अनि ती घरभित्र देखाइने उच्च जीवनशैली र खुसी वास्तविक सत्य हो?